उपस्थित महानुभावहरू, नदी किनारा सधैँ रमाइलो घमाइलो मात्र सीमित रहन्न, कहिलेकाहीँ अन्जानमा दशामा समेत बनेको पाइन्छ। यति बेला रमाइलो गरिरहेका युवा नदीमा डुबेको हामी देख्न सक्छौँ भने उहाँका साथीहरू उनीहरूका लागि बचाउनका लागि आह्वान गरिरहेको दृश्य देख्न सक्छौँ। नेपाल नम्बर 42 रिजर्भगञ्ज सञ्चार शाखा। हेलो, कहाँदेखि बोल्नु होला? हजुर, म यता अगैयादेखि हामी साथीहरू घुम्न आएको थियौँ। हाम्रो एकजना उपस्थित महानुभावहरू, यसरी नदीमा हराइरहेका व्यक्तिहरूको लगभग आफ्नो जीवनको आश मारिरहेका आफ्ना आफन्तहरू आफ्नो व्यक्ति खोजिदिउन् भनेर धेरै नै